आज मैले ट्राई गरेँ इन्टरनेटमा एकदमै भाइरल भइरहेको यो म्याङ्गो पेस्ट्री। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। अनि आज म र मेरो बेस्ट फ्रेन्डले डिसाइड गऱ्यौँ कि आज हामीहरूले गर्छौँ फुड हन्टहरू। त्यही भएर आत्ती म चाहिँ लागेँ चोकतिर अनि मेरो साथीले चाहिँ मलाई वेट गरिरहेको थियो। त्यसपछि हामी दुईजना मिलेर लाग्यौँ हाम्रो पहिलो लोकेसनतर्फ, जुन थियो द डोनट सप। र त्यहाँ हामीले अर्डर गऱ्यौँ द भाइरल म्याङ्गो डेजर्ट र तिरामिसु। फर्स्टमा चाहिँ मैले तिरामिसु ट्राई गरेँ किनकि मलाई चाहिँ त्यो पनि एकदमै ट्राई गर्न मन थियो। अनि यसमा चाहिँ माथि कफीको लेयरिङ थियो, त्यही भएर मैले यसलाई चाहिँ एक्सपेक्ट गरेको थिइनँ त्यति गुलियो। बट जब मैले यसलाई खाएँ, यसमा चाहिँ एकदमै क्रिमी रहेछ, एकदम सफ्ट रहेछ अनि यसलाई चाहिँ एकदम धेरै नखान सकिने चाहिँ एकदमै ओभर स्विट थियो है यो मेरो लागि। अनि त्यसपछि हामीले त म्याङ्गो डिजर्टलाई चाहिँ ब्रेक गर्ने कोसिस गऱ्यौँ, तर ब्रेकै भएन, त्यही भएर हामीलाई यति हाँसो लागिरहेको थियो। अब चाहिँ हो मोमेन्ट अफ द ट्रुथ। अनि हामीले चाहिँ त्यो भाइरल डेजर्ट ट्राई गऱ्यौँ। मेरो बेस्ट फ्रेन्डले फर्स्टमा ट्राई गरेँ अनि त्यसलाई चाहिँ एकदमै मन परेन, त्यसको एक्सप्रेसनबाट नि हेर्न सक्नुहुन्छ। अनि त्यसपछि मैले ट्राई गरेँ अनि मलाई पनि यो ओकेज लाग्यो। 400 रुपियाँको हिसाबमा यसमा केही थिएन, बिकज यसमा चाहिँ आर्टिफिसियल थियो सब चाहिँ। अनि मलाई लाग्यो एकदमै भाइरल भएर मात्र मान्छेले टेस्ट गरेका, नत्र कसैले नि यसमा आफ्नो पैसा खर्च नगर्नु होला। यो मेरो चाहिँ ओपिनियन हो। त्यही पनि पैसा परेको वेस्ट गर्न भएन, त्यही भएर हामीले जनातन त्यसलाई चाहिँ फिनिस गऱ्यौँ र हामीहरू चाहिँ त्यहाँदेखि निस्क्यौँ र अमरपथमा लागेको स्ट्रिट फेस्टिभलतिर गयौँ, जहाँ चाहिँ एकदमै धेरै भेराइटीको स्टलहरू थियो। त्यसपछि हामीहरूले चाहिँ ह्यान्डमेड क्यान्डलहरूको स्टलहरू अनि जस्तो कि एक्सेसरिज ह्यान्डमेड अनि ह्यान्डमेड बुकेहरूको चाहिँ स्टलहरू भिजिट गऱ्यौँ। त्यसपछि चाहिँ हामीहरू लाग्यौँ चाहिँ हाम्रो फुड हन्टतिर अनि हामीले ट्राई गऱ्यौँ पट्याटो टोरान्डो, जुन एकदमै टेस्टी थियो। त्यसपछि हामीहरूले अर्डर गऱ्यौँ एउटा एग रोल, विच वाज अल्सो भेरी गुड। अनि त्यस मैले अर्डर गरेको थिएँ चक्लेट वाफल, जुन एकदम मिठो थियो। र लास्टमा चाहिँ मैले अर्डर गरेँ गोला, किनकि मैले एकदमै धेरै भयो नखाएको, बट द टेस्ट वाज सो ब्याड। अनि त्यसपछि हामीहरू लाग्यौँ हाम्रो घरतर्फ। आजको लागि यति नै, बाई।